उहाँ युकेबाट भर्खरै आउनुभएको छ, फेरि जाँदै हुनुहुन्छ, एकदम व्यस्त हुनुहुन्छ। युकेमा रहनुभएका निर्देशक एकदमै मेरो प्रिय मान्छे, एकदमै हम्बल, एकदमै सरल, साथै जोसिलो, जाँगरिलो, सानै उमेरमा पनि एकदमै ठुलो प्रगति गर्नुभएका सफल व्यवसायी मध्येका एकजना पर्नुहुन्छ हरि तारेजी। उहाँसँग मेरो एकदमै राम्रो पारिवारिक रिलेसन जस्तै छ। यो बिजी एजुकेसनले झन् एकदम हामीलाई जोडेको छ। लक्ष्मीजी, रेखाजी लगायत सबै बिजी एजुकेसनका फ्यामिली एकदम नै सबैजनामा जोस जाँगर केही काम गरिहालौँ गरौँ भन्ने टाइपको छ। र लक्ष्मीजी झन् एकदमै हाम्रो कोअर्डिनेसन गर्नुभएको छ। थ्याङ्क यू भेरी मच, म आभारी छु। म पहिले पनि भइसकेको थिएँ र अहिले फेरि म दोहोरिनु चाहिँ सबैभन्दा ठुलो कुरो हो। र मेरो एउटा विशेषता छ, म हरेक काममा प्रायः दोहोरी नै रहेको हुन्छु र म जहाँ काम गर्छु एकदम इमान्दारीका साथ गर्छु र मलाई त्यो जिम्मेवारी म निभाउँछु। र ब्रान्ड एम्बेसडर हुनु भनेपछि एकदमै हेर्दा ठिकै लाग्छ, तर साह्रै नै ठुलो जिम्मेवारी के हो भने भोलि छिसिक्क मैले केही दायाँ बायाँ गरेँ, मैले कुनै त्यस्तो खालको मबाट केही गतिविधि भयो अथवा केही भयो भने म त गइन्छु, म सँगसँगै बिजी एसोसिएसनलाई पनि असर पर्छ। त्यस कारणले मलाई यो काममा अर्को जिम्मेवारी आएको छ र म जहिले पनि मैले गर्दाखेरि म अब भर्खरै म त्यहीँ पुगेर सिडिएस प्रेसको छु। जस्तै अस्ति एउटा नमस्ते प्लम्बिङ सेवा भन्ने एउटा अमेरिकाबाट आयो, त्यसको पनि छु। अनि एउटा कम्पनीमा नि आएको छु र बिचमा पनि छु। फेरि यो एजुकेसन हेर्नुहोस् त, शिक्षा जस्तो कुरा भोलि केही यताउता भयो भनेदेखि तैँले प्रचार गरे होइन, तैँले गरे यस्तो रहेछ भनेर मलाई आरोप आउन सक्छ, किनभने हामी दर्शकको मान्छे हो। त्यसले गर्दाखेरि मैले धेरै सोचेर गरिसकेपछि चाहिँ यहाँ धेरै कार्यक्रम, अस्ति भर्खरै पनि बेलायतबाट सबै कलेजका चाहिँ त्यहाँका चाहिँ प्रोफेसरहरू प्रतिनिधिहरू आएर डाइरेक्ट प्रत्यक्ष विद्यार्थीलाई परामर्श गरेर तपाईँको यति खर्च लाग्छ, यस्तो हुन्छ, यो हुन्छ, यति घन्टा काम गर्न पाउनुहुन्छ, यस्तो छ, सबै कुरा क्लियर गरेपछि प्यारेन्ट्सहरूलाई पनि भनिसकेपछि अनि मात्र विद्यार्थीहरू जान्छ। यो एउटा व्यवसाय हो अवश्य पनि, तर व्यवसाय गर्दाखेरि पनि फुलेर निर्धक्कसँग कुनै कुरा नडालिकन भनेको मैले जुन पाएँ, त्यसले गर्दाखेरि चाहिँ म एकदम खुसी छु र राम्रो संस्थामा आबद्ध हुन पाउँदा मलाई पनि खुसी लाग्छ। बिजी एजुकेसनको प्रचार प्रसार सँगसँगै मेरो पनि प्रचार प्रसार भइरहेको हुन्छ र मलाई फेरि यो जिम्मेवारी दिनुभएकोमा म एकदमै आभारी छु। जुन मिडियाबाट सुन्जी पनि हुनुहुन्छ, यहाँ साथीहरू सबैजना हुनुहुन्छ र पत्रकारजीहरू सबैजना आउनुभएको छ। अहिले लक्ष्मी म्यामले सर्ट प्रोग्राम सर्टमा सुन्नु भन्नुभयो, एकदम अहिले सर्टकटकै जमाना छ, भिडियो पनि सर्टै चल्छ, सर्टकटै चल्छ, सर्ट चल्छ, त्यसैले फिल्म पनि सर्ट मुभी नै बढी चल्छ, कुरा पनि सर्ट मात्रै चल्छ। अहिले हाई भने हलो भने सिद्धि, पुरै चल्दैन। आज त राम्रो छ भन्नु पऱ्यो नि, यस्तो गरेर हुन्छ माया गर्छु तपाईँ भने मुठ पठाइदिनु हुन्छ ल है, तपाईँलाई सम्झना बुढा आउने हुन्छ, अनि त्यहाँ बुढै गर्नु पर्दैन, विभिन्न साइन सिग्नलले नै सबै कुरा बताइसकेको हुन्छ। त्यसैले छोटो समयमा किनभने एकदमै व्यस्त हुनुहुन्छ कि उहाँहरू, छोटो समयमा हिजो मात्रै 4 बजे सर भोलि गरौँ भन्नुहुन्छ, म त तयारी छु भने नि ठ्याक्कै आज यति राम्रो प्रोग्राम आयोजना गर्नु यहाँ एकदमै आभारी छु। मेरो कार्यकालमा मैले सके जति अवश्य पनि गर्नेछु। प्रचार प्रसारको लागि म कुनै कसर बाँकी राख्ने छैन र बिजी एजुकेसनलाई चाहिँ नि मैले सकेको समय दिनेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दै फेरि पनि रामायाम लक्ष्मीजी लगायत सबै बिजी एजुकेसन परिवार हरिजीलाई धन्यवाद व्यक्त गर्दै आभार व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। र हजुरहरू आइदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै